हजुर हामी चाहिँ अबुधाबी आइसकेको छौँ है। यहाँ चाहिँ अनि हाम्रो तिलक दाई होइन उता हाम्रो रिजन फोटो खिचिरहेको छ र अब हामी चाहिँ कर्नेज जान्छौँ र कर्नेजमा चाहिँ त्यहाँ अब सायद अहिले ओपन रहेछ भने पौडी पनि खेल्छौँ र ओपन सायद छैन जस्तो पनि लागिरहेछ। अनि एकदमै दामी दामी ठाउँहरू ब्रिजहरू फुलबारीहरू त्यस्तै दामी दामी ठाउँहरू छ यहाँ अनि त्यही घुम्नेछौँ। सो आजको भ्लगमा निकै इन्ट्रेस्टिङ हुन्छ जस्तो लागिरहेछ। अन्तिमसम्म चाहिँ हेर्नु पऱ्यो है त। यो चाहिँ स्कुटर पे गरेर चलाउने हो। यो चाहिँ के चाहिँ दाइ विचार यो अमलाको रुख जस्तो छ भाइ राजाहरू हेर त्यो मा उतापट्टि यो चाहिँ अमलाको रुख जस्तो लाग्यो रे अमला खाने भनेर दिन मिलेन कसैले मिल्न त मिलेन भाइ तर अमला दुबई सुन्दर कि हाम्रो नेपाल सुन्दर हो दाइ? दुवै सुन्दर हो नि भाइ राजा। नयाँ नयाँ ठाउँ छ घुम्न पाएको छ नयाँ नयाँ ठाउँ देखिएको छ। नेपालको डाँडा काँडा मन परेन? के भनौँ यहाँ पनि अब त्यस्तो नराम्रो त होइन तर राम्रै छ। तर आफ्नो देश जस्तो त कहाँ हुन्छ र जुन आफू हुर्क्यो बढ्यो त्यहीँ पढ्यो र मेरो नेपाल लाग्छ प्यारो मातृभूमि आफ्नो नेपाल। जे भयो भने नेपाल भन्ने नेपाल हो। जय नेपाल भन्नु चाहिँ जय नेपाल। हिजोको काण्ड के भएछ सुन्नुभयो नेपालमा? तर त्यो सुन्दाखेरि चाहिँ मलाई नेपाल बस्नै मन लाग्दैन के गर्नु अब होइन। जुन अब कारणले गर्दाखेरि चाहिँ म अहिले विदेशमा छु र सायदै कुनै दिन त म पनि कमाएर नेपालमै आफ्नै देशमा केही गर्न सक्छु गर्छु भन्ने आँट आउँछ। तर हिजोको जस्तो घटनाहरू हुँदै गयो र यस्तै राजनीतिक अस्थिरता बढ्दै गयो भने त्यो पनि अब आँट हराउँदै जान्छ। सो त्यसैले गर्दाखेरि सबैजना नेपाली नागरिक दाजुभाइहरू हामी युवा जाग्नु पर्यो। हामी युवाहरू जाग्नुपर्छ एकजुट हुनुपर्छ है त। आफ्नै देशमा गएर केही गर्नुपर्छ भन्ने मेरो धारणा हो। सही हो सही हो। हल्का डान्स हान्नु दाइ? डान्स हान्ने डान्स हान्नु त ल ल ल ल ल दाइ 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 छिटो त्यहाँ टाइम वेस्ट भइसक्यो। म गीत गाइदिन्छु दाइलाई। दाइ कस्तो फ्लोमा गइरहेको थियो तपाईँ किन दाइ दाइ भनेर अहिले? ल अब फेरि राम्रो चाहिँ हुँदैन है? होइन भइरहेको त नि। साथी दाइ त हट भएर हिँडिरहेको छु म। पट भएर दाजु ब्युटी भएर हामी हेरेको रमाइलो हुँदैछ। हामी अझै पनि डेस्टिनेसनमा पुगेका छैनौँ। गाइज हामी चाहिँ भाइरल पुल आइपुगिसकेका छौँ जुन चाहिँ अबुधाबीमा रहेको छ र यो चाहिँ तपाईँहरूले टिकटकको पनि धेरैभन्दा धेरै भिडियोहरू भाइरल पुलको देखिराख्नु भएको होला। सो पुल चाहिँ यस्तो छ होइन। अहिले चाहिँ यो घाम भएर अलिक कालो कालो भिडियो आयो। अब चाहिँ उता गइहालौँ। पुलमा जाने राति खिच्छु कि पुलमा? राति के हुन्छ भने पुरै बत्ती बल्या हुन्छ बुझ्यौ नि। यस्तो बत्ती अहिले राति आउँछ राम्रो एकदम राम्रो राति आउँछ क्या अहिले भन्दा पनि। हसमुख चेहराको अनुहारको दाइसँग हामी घुम्न आएको दाइ भनिदिनुहोस् तपाईँ। आज हामी घुम्न आएको छौँ भाइहरूसँग पनि धेरै पछि घुम्न आएको छु म। एकदम रमाइलो लागिरहेको छ। आज यो भाइरल पुलमा हामी घुम्न आइरहेछौँ। अबुधाबीको यो भाइरल पुलमा हामी घुम्न आइरहेछौँ साथीहरू सबैजना आउनु होला। यही कुरा तपाईँले 4 चोटि मर भन्नुभयो अहिलेसम्म। अझै अगाडि गएर उता बिचार गरेर भन्नुभएको छ अहिले छिटो आउनु। ल है किन आत्तिनु हुन्छ क्या दाइ तपाईँ यार? आत्तिया छैन त भाइ। आत्तिनु भएन नि मेरो दाजु सोल्टी। तपाईँ आत्तिएपछि त नि यहाँ खत्तमै भइहाल्छ नि त नि दाजु सोल्टी। तपाईँ आत्तिनु भयो यार। कुखुराका चल्लाहरू छन् त्यहाँ हेर्नु होला। कुखुराका चल्ला हाँस्छन्। त्यसरी हाँस्छ दाइ? ल अहिले बेलुका साइडतिर पनि आउँछ। यति बेला चाहिँ खासै आउँदैन
तर आज चाहिँ अहिले धेरै आएको छैन अब के भन्नु किन पनि मलाई थाहा छैन अहिले चाहिँ अब यस्तै हो जिन्दगानी दर्पण छ यहाँ अरू भनेको यहाँ सबैजनाले ज्याकेट फुकाल्न थाले जब राति बुढी ताती जब राति बुढी ताती दामी दिन्छ दाइले त कहिले गर्दा ज्याकेट खोलिदिया हाम्रो दाइले खोलिदिया ढोकिदिया हो तपाईँले ढोकिदिया लाडाङ हैन स्वच्छ हावा चल्यो सिरिरी आमा दामी आउनेर छ त यार यहाँबाट त यहाँ चाहिँ पहिला यति पानी थियो क्या अहिले चाहिँ पुरा परास पुगेछ होइन सुकेछ अब जब पानी पर्छ नि तब चाहिँ यो ठुलो हुन्छ क्यार अनि यहाँ चाहिँ यस्तो छ है सो हाम्रो पुरा बडी देखाउनेहरूको बडी सप हानिदिने हाम्रो सोल्डीले अस्ति जिम हानिरहेको छ केटोले होइन बिस्तारै ग्रो हुन्छ अझै अस्ति त पुरा पेट थियो क्या ढ्याप अहिले चाहिँ पुरा सिक्स प्याक निक्लिसकेछ मैले चाहिँ उल्टीहरू नहानेको टनै भयो किनकि मेरो ब्याक पेन भएको थियो नि त 4 दिन म रेस्ट पनि गरेँ काम नगइकन सो द्याट्स वाइ अहिले म लगभग 3 महिना जति भइसक्यो 3 महिना जति मैले उल्टीहरू जिम्नास्टिक केही नगर्नु भनेको थियो र मैले हान्छु भन्ने त तपाईँहरूलाई थाहा छ होला छैन भने म तपाईँहरूलाई आज हानेर पनि देखाउँछु तर बट के भन्दाखेरि चाहिँ मैले केही प्र्याक्टिस पनि गरेको छैन अनि एक्सिडेन्ट त्यत्तिकै म हान्नेछु होइन कस्तो हुन्छ सो मलाई डर पनि लागिरहेछ क्या 3 2 1 गो हान न म यो प्र्याक्टिस नगरेर ठिकै टनै भयो कि तलै लास्टमा टाउको ठोकेन सो एउटा मेरो उयो दुखिसक्यो कमन एउटा 3 2 1 गो एउटा खुट्टामा ल्यान्डिङ भएन क्या यो प्र्याक्टिस रन नै भइसक्यो नगरेको ठिकै छ यता चाहिँ एउटा बोट पनि छ मतलब क्रुज जस्तै टाइपको तर त्यस्तो खतरा त होइन तर पनि ठिकै छ के गर्दै हुनुहुन्छ तपाईँहरू अहिले ठिकै हुनुहुन्छ सन्चै हुनुहुन्छ होला त्यहाँ दुखी हुने होइन है त ओके ठिक छ सो मैले अलिकति तपाईँहरूलाई गाली गरेको छ होइन तपाईँहरूलाई यति नै मेरो दिमाग दुखिसक्यो थ्याङ्क यू सो मच भाइ ल छ दादा के भन्नु पर्यो के बोल्नुहोस् हामी अहिले समुद्रको बिचमा आइसकेका छौँ बिचमा हो छेउमा पनि होइन बिचमै हो हामी अहिले समुद्रको बिचमा छौँ अरे हान्ने क्रममा चाहिँ यो छुट्यो क्या थ्याङ्क यू भनेर कहिले रुनु हुँदैन गाइस दुखी हुने होइन क्या अति दिनेको सर्डी भेरी अब भयो ए कान्छी नानी के छ तिम्रो आनी पानी खानदानी कान्छी म त हेर्छु निकै तिमीलाई आज भोलि तर तिमी कता कता गयो कोनी जानी नजानी यो कुरा कानी यो कान्छी नानी तिमीसँग भइरहने तर तिमी टाढा टाढा म यात्रु मात्र गरिराख्दा तिमीले आज भेष खोल्दा हेर तिम्रो सिक्स प्याक ओ माई गड मसँग भएर भाइले ओरिजिनलले किन यहाँ भेष खोल्यो भने चाहिँ त्यहाँ केटीहरू आउँदैछ गाइस होइन त्यो केटीहरूको अगाडि पुरा केटीको अगाडि ल होइन तिनीबाट निकालिदिन्छु कालो न कालो ल सिक्दाको त पुर्लुक्क निक्लिरहेको छ त्यहाँ यस्तो छ है सो उनीहरू केटीहरू त त्यहाँ छ है यस्तो छ अनि केटीहरूको अगाडि पुरा मेरो रिजोले मेरो फेस खोलेर अब त फेरि छक्क पर्छ क्या ओके गाइस हेर्नु नाइट लाइफ यस्तो बवाल हुन्छ यहाँ अहिले झिरमिरी तर यो मेरो क्यामेराको चाहिँ चार्ज सकिन आँट्यो त्यही कारणले गर्दाखेरि म पुरा भिडियोहरू चाहिँ खिच्न पाउँदिनँ होला र ल मोबाइलबाट पनि खिच्छु यो पछिको चाहिँ सायद भिडियो मोबाइल पछिबाट हुनसक्छ दामी समयको है हामी भाइब दिँदैछौँ चल बल एक डाइभ दिँदै हेरेर हिँड्नु पर्छ नभए लड्छ पानीमा डुब्यो भने फेरि पुर्लुकै मर्छ यति नै भन्न चाहन्छ यो देवराजले आज अबुधाबीबाट एक डाइभ हान्दियो क्या यार म त
हान्दियो क्या मैले दामी छ समुद्रको बिचमा हेर्नु होला तपाईहरु लास्टै गइरहेछ है गाइस सो हामी चाहिँ पौडी खेल्ने सोच ल्याएको थियौँ क्या तर के गर्नु गाडी आज पाएन यति पुकुर्नु पऱ्यो कि त्यही भएर हामी चाहिँ ट्याक्सीमा आएको थियौँ र ट्याक्सीमा हामी किन आएको भनेर अहिले तपाईँहरूलाई मैले भनिहालेँ सो यस्तै छ मेरो पारा कहिले काहे दुनियाँ साराले पनि मलाई हेर्ने गर्छ तर म भाइरल किन हुँदैन यस्तो छ यहाँ हेर्नु होला दामी छ गीतै गाउनु न यार दाइ कस्तो जी मजाक गरेर बस्छ फ्री स्टाइल हामी त मलाई जर्नै चाहिँ हान्नु छिटो आउँदैन नि त नि मलाई हल्लाउँदैन कहिले काहीँ म यस्तो हल्लाउँ चाहिँ हल्लाउँदैन पुरा हल्लाइदिन्छ नि गाइस सक्दैन नि मलाई फेरि कति कितना सक्छ त कसैले सक्दैन नि फेरि बोल्छ कोही यहाँ हुँदैन नि फेरि क्योंकि मैं हूं ना देब्रा गुंडा है तू मार सकता है नहीं मार सकता दादी कति टाइम दिएको यो मेरो गाई चाहिँ म तपाईँहरूलाई भन्न चाहन्छु भिडियोमा धेरै पनि देखिसक्नु भयो होला मेरो एउटा दाँत चाहिँ छैन किनकि अब म छुट्टै दाँत हाल्दैछु होइन सो त्यही कारणले मलाई भनेर धेरै भन्न धेरै फनी गर्नु पनि हुँदैन धेरै बोला जस्तो लागिसक्यो होला तपाईँहरूलाई यति धेरै बोल्दाखेरि पनि होइन समुद्रको बिचमा हामी पुरा रमाइलो गरिरहेको छौँ अरू चाहिँ के भन्नु सो यो चाहिँ यस्तो छ आमा पुरा चिसो लाग्न आँटिसक्यो मलाई त हे यो नानीको सिरैमा चन्द्रमा दर्शन गरे हल्का न्युरेर झर्छ नि फेरि कसो झर्छ झर्छ के ल हान्नु न भइसक्यो भिडियो हे घुमी घुमी नाच्यो दाई छमछमी फन्नेर कम्मर मर्काई दाई नाच्यो कम्मर मर्काई भयो दाई यार भयो झोला बोक्न आँटेको झोला ग्याङ म्याचेस म कोठामा थुन्दा मेरो दिमाग एकदमै मेरो दिमागै पुरा डम भइसकेको थियो क्या आज आएर मलाई एकदमै चिल भाइब भयो म एकदमै खुसी छु र म यसरी बोलिरहेको तपाईँहरूलाई लाग्न सक्छ कि म रक्सी खाएर होइन म त्यस्तो कहिले पनि खाँदैन र आज म एकदमै जोसमा एकदमै खुसी अनि एकदमै होसमा छु आज म एकदमै चिलमा छु यो रक्सी आएको होइन यो के अरे रेड हर्स खाएको कमाल हो साथीहरू मेरो एउटा भिडियो हालेको थियो क्या म अलिक एक्टिङहरू यस्तो खालको भिडियो पनि हाल्छु नि त अनि त्यो भिडियोमा चाहिँ एकजना मेरो अब चिनजानकै मान्छेले चाहिँ रेड हर्स खाएर क्या सोल्डे त पुरा झ्यामा हो क्या भनेर दिइरहेको छ क्या खासमा चाहिँ साथी हो म त्यस्तो कहिले पनि खाँदिनँ है त सो यो भिडियोद्वारा मैले भनिराखेँ हामी चाहिँ लास्टै भोक लागेर होइन यहाँ हामीले अर्डर गरिसक्यौँ र यहाँ हाम्रो डोसा आइसक्यो सो हामीले अब यसलाई खान्छ डोसा के रहेछ सोरमा सरी सोरमा हो र हामी यहाँ अहिले सोरमा खाने क्रममा छौँ गाइस है सो मेरो क्यामेराको चाहिँ ब्याट्री डाउन सो द्याट मैले अहिले चाहिँ फोनबाट भिडियो रेकर्डिङ गरिरहेको छु ब्याक्कै झरिरहेको अघि मैले दाइले मन चिस्काइरहेको थिएँ दाइको झरेर मेरो पनि झरिरहेको हेर्नु न ट्यापलहरू हामीले खाइदिइसक्यौँ हाम्रो पेट पनि आइसक्यो है त गाइस अब एकछिनमा हामी चाहिँ घर जानुपर्ने हुन्छ अनि त्यसपछि त्यो 510 होइन क्या 110 कस्तो खालको दिमाग मेरो त दिमागै साइको छ कि क्या हो म त्यस्तोमा अहिले त्यो गाडीमा चढेर एकछिनमा अब हामी जान्छौँ हो कि होइन भन्दा रिजन हो कि होइन रिजनको फेभरेट के हो चुप्पा गरिदियो है उसले तपाईँहरूलाई है त अब त्यसैले तपाईँलाई लाइक सेयर कमेन्ट त गर्नै पर्ने हुन्छ ठ्याङ्गै ठोकिदिनु क्या हुन पाइयोस् यही छ मेरो शुभकामना हामीले खायौँ पनि होइन अब हामी टाटा